Hello, it's me Amrit Bartha, your English teacher. First of all, I would like to welcome on my YouTube channel, Enjoy English with Amrit One. विद्यार्थी भाइ बहिनीहरू आज म तपाईँहरूलाई प्र्याक्टिस अफ कन्डिसनल सेन्टेन्स अन्तर्गत पार्ट 3 लिएर आएको छु। यसमा विशेष गरी हामीलाई कन्डिसनल सेन्टेन्स सम्बन्धी प्रश्नहरू कसरी सोध्छ र हामीले बेस्ट तरिकाले आन्सर कसरी पत्ता लगाउने त म त्यो कुराको बारेमा तपाईँले डिटेलमा चाहिँ अध्यापन गर्नेछु। तपाईँहरूले फ्रम भेरी बिगिनिङ टु एन्ड प्लिज राम्रोसँग ध्यान दिएर सुन्नुहोला। र यदि तपाईँले चाहिँ नि मेरो युट्युब च्यानल है तपाईँ विद्यार्थी भाइ बहिनीहरूले मेरो युट्युब च्यानल इन्जोय इङ्ग्लिस विथ अमृत वानलाई लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नुभएको छैन भने प्लिज लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला। मैले विशेष गरेर 8, 9, 10, 11, 12 र एबभ लेभलका विद्यार्थीहरूको लागि चाहिँ नि ग्रामर रुल्स रेगुलेसन ग्रामरका प्र्याक्टिसहरू फ्री राइटिङ गाइडेड राइटिङका भिडियोहरू ल्याङ्ग्वेजका भिडियोहरू र लेसनहरू र लेसनसँग सम्बन्धित चाहिँ नि आन्सर क्वेसनहरू का सम्पूर्ण तपाईँको चाहिँ नि के भन्छ भिडियोहरू तीव्र दरमा राखिराखेको छु। र यदि तपाईँले मेरो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नुभयो र नजिकै रहेको बेल आइकनलाई थिच्नुभयो भने है मैले तीव्र दरमा राखिराखेका भिडियोहरू तपाईँ समक्ष आउनेछन् र तपाईँहरूले घरमै बसेर कम्पलसरी इङ्ग्लिस र मेजर इङ्ग्लिसको व्यापक तयारी गर्न सक्नुहुनेछ र परीक्षामा तपाईँले बेस्ट मार्क्स प्राप्त गर्न सक्नुहुनेछ। अब भने विद्यार्थी भाइ बहिनीहरू म विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। हाम्रो पहिलो क्वेसन छ डोन्ट बी एङ्ग्री इफ समवन डट डट अ लाई है। अब हाम्रो यहाँ इफ क्लज चाहिँ सबैभन्दा पहिले तपाईँले यहाँ मेन क्लज हेर्दै गर्दा हेर्नुहोस् त यो तपाईँलाई मैले अरू अन्य भिडियोमा पनि भनिरहेको छु। सबैभन्दा पहिले जुन क्लज पुरा छ त्यो पुरा क्लजलाई हेर्ने र टेन्स पट्टा लगाउने। अनि टेन्स पट्टा लगाइसकेपछि त्यो टेन्स अनुसार तपाईँले कन्डिसनल सेन्सको रुलहरू सम्झिने अनि त्यो रुल अनुसार नै तपाईँले करेक्ट भर्ब चाहिँ सिलेक्सन गर्ने। जस्तो हेर्नुहोस् यहाँ हामीलाई हेर्नुहोस् त यो इफ क्लजमा भर्न दिएको छ। अब हामी मेन क्लज हेर्नुपर्छ भन्दा पहिले मेन क्लज डोन्ट बी एङ्ग्री भनेको छ। डोन्ट बी एङ्ग्री भनेको यो इम्पेरेटिभ सेन्टेन्स हो र यो रुल चाहिँ तपाईँको क्लियर के छ भने मैले यो भिडियो पनि पहिले अपलोड गरेको छु। त्यो मेरो युट्युब च्यानल इन्जोय इङ्ग्लिस विथ अमृत वानमा गएर प्लिज तपाईँले रुलहरू एकदमै डिटेलमा चाहिँ यसो हेर्नुहोला। यसको रुल के छ भने यदि मेन क्लज इम्पेरेटिभ सेन्टेन्समा छ भने इफ क्लज सिम्पल प्रेजेन्टमा हुन्छ। अब सिम्पल प्रेजेन्ट भन्ने बित्तिकै है V1 V5। अब हाम्रो है V1 V5 खोज्दाखेरि हाम्रो यो टेल्स भनेको V5 हो। यो हाम्रो करेक्ट आन्सर। वाट वुड यु डु इफ यु द प्राइम मिनिस्टर। हेर्नुहोस् त यहाँ पनि हाम्रो चाहिँ मेन क्लज हेर्दै गर्दा हेर्नुहोस् मेन क्लज चाहिँ तपाईँको चाहिँ के छ भन्दा विल यु डु भने चाहिँ विल प्लस V1 छ। विल प्लस V1 भने सिम्पल फ्युचर। अब मेन क्लज सिम्पल फ्युचरमा भए यसको रुल के छ भन्दा यदि मेन क्लज सिम्पल फ्युचरमा भए इफ क्लज सिम्पल प्रेजेन्टमा हुन्छ। सिम्पल प्रेजेन्ट भन्ने V1 V5। अब हामी यहाँ हेर्दै गर्दाखेरि हाम्रो V1 भनेको के हो आर वेयर बिन V2 मा वेयर V3 मा बिन हुन्छ। यो हाम्रो V1 हो। त्यसैले करेक्ट आन्सर इज आर। माई सिस्टर वुड ह्याभ जोइन्ड अ CA कोर्स इफ सी डट +2 इन म्यानेजमेन्ट है। अब हेर्नुहोस् त यहाँ मेन क्लजमा तपाईँको वुड ह्याभ प्लस V3 आएको छ। वुड ह्याभ प्लस V3 भन्ने बित्तिकै पर्फेक्ट कन्डिसनलमा। अब यसको रुल के छ भन्दा यदि मेन क्लज पर्फेक्ट कन्डिसनमा भए इफ क्लज पास्ट पर्फेक्टमा हुन्छ। पास्ट पर्फेक्ट भन्ने बित्तिकै यसको सूत्र ह्याड प्लस V3। अब हामीले क्वेसनमा ह्याड प्लस V3 खोज्नु पर्यो। यो ह्याड प्लस V3 भनेको ह्याड पास्ट आएको छ। यो करेक्ट आन्सर। इफ यु पुट सम सुगर इन्टु वाटर इट डट अनि यहाँ डिजल्स भनेको घुल्छ भनेको छ है। अब यो घुल्छ बिल्छ भन्ने बित्तिकै यदि तपाईँले पानीमा चिनी राख्नु पनि यो बिल्छ। यो त ध्रुव सत्य कुरा हो। अब यो जिरो कन्डिसनल हो। यदि हामीलाई सोधेको प्रश्नले यसको रुल के छ भन्दा हामीलाई सोधेको प्रश्नले है कन्डिसनल सेन्टेन्समा यदि हामीलाई सोधेको प्रश्नले ध्रुव सत्य कुरा बताउँछ भने दुवै क्लज इफ प्लस मेन क्लज दुवै सिम्पल प्रेजेन्टमा हुन्छ भनेपछि अब हाम्रो यो पनि सिम्पल प्रेजेन्टमा। सिम्पल प्रेजेन्ट भनेपछि V1 V5। अब हाम्रो इट सिङ्गुलर भएको कारणले गर्दा V5 चाहिन्छ। V5 भनेको हाम्रो के छ डिजल्भ्स घुल्छ भनेको।
अनलेस सी गट म्यारिड सी द टु द युएसए है। अब हेर्नुहोस् त यो चाहिँ हाम्रो गट है, गट आएको छ। गट यो हाम्रो V2 हो। म्यारिड त हाम्रो यहाँ के भन्छ एजेक्टिभ रूपमा आएको छ। गट भनेको V2 हो भनेपछि सिम्पल पास्टमा। यहाँ हाम्रो इफको सट्टामा अनलेस आएको छ है त, त्यसैले यो इफको सट्टामा अनलेस आए तापनि यो इफ क्लज हो। अब इफ क्लज चाहिँ सिम्पल पास्टमा छ। अब यसको सूत्र सम्झिने सूत्र के हुन्छ भन्दा, यदि इफ क्लज सिम्पल पास्टमा भई मेन क्लज चाहिँ हाम्रो केमा आउँछ, कन्डिसनल प्लस V1। कन्डिसनल प्लस V1 भनेको सुड वुड कुड प्लस V1 है। त्यसैले अब हाम्रो यहाँ के हुन्छ, वुड नट गाउ है। हाम्रो नट किन थपियो भन्दा अनलेस यता आयो भने नेगेटिभ बुझाउँछ, तपाईँको चाहिँ नि मेन क्लज पनि तपाईँको नेगेटिभ आउनुपर्छ। त्यसैले वुड गोको सट्टामा हाम्रो यहाँ के हुन्छ, वुड नट गाउ भनेर। नेक्स्ट वान छ अनलेस यु वर्क हार्ड यु द सक्सेस। हेर्नुहोस् है, इफको सट्टामा अनलेस आएको छ। अब यो हाम्रो ओक भनेको V1, यो इफ क्लज सिम्पल प्रेजेन्टमा छ। अब यदि इफ क्लज सिम्पल प्रेजेन्टमा भए मेन क्लज सिम्पल फ्युचरमा हुन्छ। तर यहाँ अनलेसले नेगेटिभ बुझाउने भएको कारणले गर्दा, मेन क्लज पनि नेगेटिभ हुने भएको कारणले गर्दा विल नट V1 है, विल नट गेटको सट्टामा विल नटको छोटो फर्म के हुन्छ, वन्ट हुन्छ। त्यसैले वन्ट गेट है। तपाईँले यसरी कन्डिसनल सेन्टेन्सको तपाईँले 4वटा रुल चाहिँ सम्झिनु भएको छ र टेन्सको 12वटा सूत्र तपाईँले आउँछ भने 100% तपाईँले करेक्ट आन्सर चाहिँ भर्न सक्नुहुन्छ। यिनी दुईवटा कुरा चाहिँ एकदमै कम्पलसरी अनिवार्य। यो दुईटा कुरा नजानेर हामी कहिले पनि कन्डिसनल सेन्टेन्सको उत्तर चाहिँ हामी राइट आन्सर लेख्न सक्दैनौँ। इफ आई द एनफ मनी आई वुड ह्याभ स्पेन्ट माई लाइफ इन हलिउड। हेर्नुहोस् त, यहाँ मेन क्लज ह्याभ वुड ह्याभ प्लस V3 आएको छ भने पर्फेक्ट कन्डिसनल। अब यसको रुल छ, यदि मेन क्लज पर्फेक्ट कन्डिसनलमा भए इफ क्लज केमा हुनुपर्छ, पास्ट पर्फेक्टमा। अब पास्ट पर्फेक्टमा हुनुपर्छ भनेको बल्ल पास्ट पर्फेक्टको सूत्र भर्ने भने हो है। पास्ट पर्फेक्टको सूत्र हुन्छ ह्याड प्लस V3। सूत्र हाम्रो है ह्याड, सूत्र अनुसारको ह्याड अनि तपाईँको V3 को रूपमा ह्याड आएको छ है। दुईटा फेरि ह्याड भन्नुकोबाट फेरि यहाँ त्यो इनकरेक्ट होइन, यो करेक्ट। एउटा चाहिँ सूत्रको रूपमा आएको छ, एउटा हाम्रो V3 को रूपमा ह्याड ह्याड ह्याड, एउटा V3 एउटा चाहिँ हाम्रो सूत्रको ह्याड, ह्याड प्लस V3। यो करेक्ट आन्सर ह्याड ह्याड। एज लङ एज यु हेल्प अदर्स यु द भनेर हो। हेर्नुहोस् त, अब यहाँ चाहिँ हाम्रो यो एज लङ एज यो हाम्रो इफको सट्टामा आएको छ है त, यो इफ क्लज हो। अब इफ क्लज हेल्प भन्ने बित्तिकै V2 भनेपछि सिम्पल पास्ट। यदि इफ क्लज सिम्पल पास्टमा भए मेन क्लज चाहिँ हाम्रो केमा हुन्छ भन्दा कन्डिसनल प्लस V1। अब मात्र यहाँ के छ भन्दा यो हाम्रो तपाईँको चाहिँ यो अप्सनहरू चाहिँ प्यासिभ भोइसमा दिएको छ है, प्यासिभ भोइसमा दिएको छ। प्यासिभ भोइसमा दिएको कारणले गर्दाखेरि हाम्रो यहाँ करेक्ट आन्सर के हुन्छ, माइट बी हेल्प, यु माइट बी हेल्प, यु माइट बी हेल्प। यो फेरि यो हाम्रो कन्डिसनल नै हो, तर यो हाम्रो केमा दिएको छ, प्यासिभ भोइसमा। हाम्रो एन्सर चाहिँ हाम्रो प्यासिभ फर्ममा छ है। तपाईँले अरूलाई सहयोग गर्नुभयो भने यु माइट बी हेल्प, तपाईँ पनि सहयोग गरिनुहुन्छ भनेर, तपाईँलाई पनि सहयोग गरिन्छ। She would have visited Rara Lake if she to move है। अब हेर्नुहोस् त, यो मेन क्लज वुड ह्याभ प्लस V3 पर्फेक्ट कन्डिसनमा छ। यसको रुल छ, यदि मेन क्लज पर्फेक्ट कन्डिसनमा भए इफ क्लज पास्ट पर्फेक्टमा हुन्छ। पास्ट पर्फेक्ट भनेपछि ह्याड प्लस V3, त्यसैले ह्याड गर्न हाम्रो करेक्ट आन्सर। इफ यु द रुल यु मे बी रिवार्डेड है। अब हेर्नुहोस् है, यो चाहिँ हाम्रो फेरि नझुक्किनुलाई यो हाम्रो प्यासिभ फर्ममा छ। खासमा मेबी भन्छ, मेबी भनेपछि यो तपाईँको सिम्पल फ्युचर जस्तै हो है। सिम्पल फ्युचर जस्तै भनेपछि मेन क्लज सिम्पल फ्युचर मा भए तपाईँको इफ क्लज केमा हुन्छ, सिम्पल प्रेजेन्टमा हुन्छ। सिम्पल प्रेजेन्ट भनेको V1 V5। अब हामीले है यहाँ आन्सर हेर्दै गर्दा हाम्रो करेक्ट आन्सर V1 भनेको हाम्रो के आएको छ, फलो। त्यसैले करेक्ट आन्सर फलो। वेयर सी अ नर्स सी द प्यासेन्ज। अब हेर्नुहोस् त, यो वेयर यहाँ डबल फर्ममा आएको छ। एउटा कुरा भर्बको काम गरेको छ, अर्को कुरा इफको सट्टामा आएको छ है। अब यो इफ क्लज वेयर भन्ने बित्तिकै V2, इफ क्लज केमा छ, सिम्पल पास्टमा छ। इफ क्लज सिम्पल पास्टमा भए मेन क्लज कन्डिसनल प्लस V1 मा हुन्छ। कन्डिसनल प्लस V1 भन्ने बित्तिकै हाम्रो के भइहाल्यो, वुड लुक आफ्टर है। सुड वुड कुड प्लस सुड वुड कुड माइट प्लस V1 हो है। यो 4वटा मध्ये उड आएको छ, V1 को रूपमा लुक आफ्टर आएको छ है। लुक आफ्टर हेरचाह गर्नु, यो फ्रेजल भर्ब। यु क्यान इन्फर्म द पोलिस इफ यु द हिम है। अब हेर्नुहोस् त, यहाँ क्यान इन्फर्म मेन क्लज तपाईँको यो क्यान इन्फर्म भन्ने बित्तिकै यो सिम्पल फ्युचर जस्तै हो।
यदि वाक्यमा सिम्पल फ्युचर आएको छ, सरी मेन क्लज सिम्पल फ्युचरमा छ भने इफ क्लज केमा हुन्छ, सिम्पल प्रेजेन्ट। सिम्पल प्रेजेन्ट भनेको V1 V5, अब V1 को रूपमा के आएको छ, सी। त्यसैले सी करेक्ट आन्सर। I would go to the beach if it dot warmer, है। अब हेर्नुहोस् त, यहाँ चाहिँ हाम्रो के छ भने मेन क्लज तपाईँको चाहिँ नि वुड गो भनेपछि कन्डिसन प्लस V1 आएको छ। अब यदि मेन क्लज कन्डिसन प्लस V1 नभए इफ क्लज सिम्पल पास्टमा छ, सिम्पल पास्ट भनेको V2। अब V2 भनेको यहाँ वाच पनि हो, वेयर पनि हो, तर इफ सेन्टेन्समा है तपाईँको के भन्छ, सिङ्गुलर शब्दसँग पनि के नै परेको हुन्छ, वेयर, है। त्यसैले हाम्रो वेयर करेक्ट आन्सर। नेक्स्ट वान छ बटर मेल्ट्स, है, नौनी पग्लन्छ इफ इट डट है हिटेड भनेको छ। अब हिट भनेको तताउनु, ततायो भने नौनी पग्लन्छ, है। यो चाहिँ हाम्रो ध्रुव सत्य कुरा हो। अब यदि हामीलाई सोधेको प्रश्नले ध्रुव सत्य कुरा बताउँछ भने तपाईँको दुवै क्लज केमा हुन्छ, सिम्पल प्रेजेन्टमा, है। अब यहाँ सिम्पल प्रेजेन्ट हेर्छ, सिम्पल प्रेजेन्ट हेर्दै गर्दा यहाँ फेरि यहाँ इज हिटेड सिम्पल प्रेजेन्ट हो भन्नु होला, यो हाम्रो प्यासिभमा छ, यो सिम्पल प्रेजेन्ट नै हो, यो सिम्पल प्रेजेन्टको प्यासिभ फर्म हो। त्यसरी हाम्रो इज हिटेड हुन्छ, है। वाज हिटेड, हाइड बिन हिटेड यो भएन, यो चाहिँ तपाईँको पास्ट पर्फेक्ट भइहाल्यो, यो तपाईँको सिम्पल पास्ट भइहाल्यो। हाम्रो सिम्पल प्रेजेन्टको प्यासिभ फर्म भनेको इज हिटेड हो, है त। यो सिम्पल प्रेजेन्ट नै हो, तर यो केमा छ, सिम्पल प्रेजेन्टको प्यासिभ फर्ममा छ। सिम्पल प्रेजेन्टको प्यासिभ रूप सूत्र के हुन्छ, इज एमआर प्लस V3, यो इज प्लस V3 आएको छ। एनिवे यो सिम्पल प्रेजेन्ट हो, है। इट इज हिटेड भनेर। वेदर इट रेन्स अर नट आई डट एट होम, है। अब हेर्नुहोस् त, वेदर यहाँ चाहिँ इफको सत्तामा वेदर आएको छ, यो इफ प्लस नै हो। रेन्स भन्ने बित्तिकै यो हाम्रो केमा छ भन्दा सिम्पल प्रेजेन्टमा छ, है त। अब यदि इफ प्लस सिम्पल प्रेजेन्टमा भए मेन क्लज सिम्पल फ्युचरमा हुन्छ। सिम्पल फ्युचर भनेको स्याल विल प्लस V1 भनेपछि हाम्रो स्याल विल पनि विल आएको छ, V1 को रूपमा के आएको छ, स्टे आएको छ। इफ हि न्यू आन्सर हि द टिचर, है। अब हेर्नुहोस् त, न्यू भनेको V2, इफ क्लज सिम्पल पास्टमा छ। यसको रुल के छ भने यदि इफ क्लज सिम्पल पास्टमा भए मेन क्लज कन्डिसन प्लस V1 मा हुन्छ। कन्डिसन प्लस V1 भन्ने बित्तिकै वुड टेल, है, हाम्रो वुड टेल। इफ इट डट है आई वुडन्ट गो देयर, ओके, है। मेन क्लज हेर्नुहोस् त, वुडन्ट प्लस गो भनेपछि कन्डिसन प्लस V1 आएको छ। यदि मेन क्लज कन्डिसन प्लस V1 भए यो के भन्छ, इफ क्लज फेरि केमा हुन्छ, सिम्पल पास्ट। सिम्पल पास्ट भनेको V2 भन्ने बित्तिकै हाम्रो करेक्ट आन्सर के भइहाल्यो, रेन्ड, ओके, रेन्ड। इफ यु आर माई रियल फ्रेन्ड यु डट मी, है, इन निड भन्छ। अब हेर्नुहोस्, इफ क्लज चाहिँ आर भन्ने बित्तिकै V1, इफ क्लज चाहिँ सिम्पल प्रेजेन्टमा छ। इफ क्लज सिम्पल प्रेजेन्टमा भए मेन क्लज सिम्पल फ्युचरमा हुन्छ। सिम्पल फ्युचर भन्ने बित्तिकै विल हेल्प। इफ विनोद द एक्जाम ही विल कम टु स्कुल, मेन क्लज विल कम भनेपछि सिम्पल फ्युचरमा छ। अब हाम्रो इफ क्लज हाम्रो केमा आउनुपर्छ, सिम्पल प्रेजेन्ट। विनोद सिङ्गुलर भएको कारणले गर्दा हाम्रो यहाँ के हुन्छ, फेल्स, ओके, है। किनकि V1 र V5 मध्ये सब्जेक्ट त सिङ्गुलर भए V5 प्रयोग गर्ने, सब्जेक्ट र प्लुरल भए V1 प्रयोग गर्ने, तर आई र युसँग भने V1 नै परेको हुन्छ, है। त्यो जुन कुरा मैले रुलमा चाहिँ डिटेलमा बताइसकेको, एकचोटि रुल हेर्नु होला। इफ आई वेयर अ टिचर आई डट नट पनिस पिपल, है। अब हेर्नुहोस् त, यो वेयर तपाईँ इफ क्लज चाहिँ वेयर भने V2 सिम्पल पास्टमा छ, यो तपाईँको कन्डिसन प्लस V1 हुनुपर्छ। यो हाम्रो V1 पहिले दिइसकेको छ, हाम्रो कन्डिसन मात्रै हाम्रो के हो, वुड, ओके। इफ यु ह्याड ब्रोकन द ग्लास यु डट भने, अब हेर्नु त, इफ क्लज चाहिँ ह्याड प्लस ब्रोकन भनेपछि ह्याड प्लस V3 आएको छ। इफ क्लज पास्ट पर्फेक्टमा भए मेन क्लज पर्फेक्ट कन्डिसनमा आउनुपर्छ। पर्फेक्ट कन्डिसन भन्ने बित्तिकै वुड ह्याभ बिन पनिस्ड। यहाँ हाम्रो चाहिँ वुड ह्याभ पनिस्ड मात्र हुनुपर्ने, तर बिन किन आयो भन्दा यो प्यासिभ फर्ममा छ, है। वुड ह्याभ बिन पनिस्ड प्यासिभ फर्ममा भएको कारणले। इफ हि डट मी आई वुडन्ट ह्याभ पिक्ड द ओरेन्जेस। अब हेर्नु त, यहाँ हाम्रो मेन क्लज वुडन्ट ह्याभ पिक्ड भनेपछि वुड ह्याभ प्लस V3 पर्फेक्ट कन्डिसनमा छ। यदि मेन क्लज पर्फेक्ट कन्डिसनमा भए इफ क्लज केमा हुन्छ, पास्ट पर्फेक्टमा। पास्ट पर्फेक्ट भनेको हाइड प्लस V3, त्यसैले हाइड एन्ड होल्ड, यो नेगेटिभमा हुँदाखेरि हाम्रो के भयो, हाइड एन्ड टोल्ड, है त। यसरी तपाईँहरूले करेक्ट आन्सर चाहिँ भर्ने प्रयास गर्नु होला। हाम्रो नेक्स्ट वानमा वेयर आई अ हर्मिट, है। म यदि साधु सन्त, हर्मिट भनेको साधु सन्त, म साधु सन्त भइदिएको भए आई डट इन द फरेस्ट, ओके। अब हेर्नुहोस् त, यहाँ वेयर
यो हाम्रो इफको सत्तामा आएको छ नम्बर 1, नम्बर 2 यो भर्बको रूपमा भिटीको रूपमा आएको छ। मतलब इफ क्लज चाहिँ सिम्पल पास्टमा छ। यसको रुल छ, यदि इफ क्लज सिम्पल पास्टमा भए मेन क्लज कन्डिसनल प्लस V1, कन्डिसन प्लस V1 भन्ने बित्तिकै वुड लिभ भइहाल्यो। हाइड यु लिभ द मी है, आई द हिम। अब हेर्नुहोस् है, यसमा पनि तपाईँको चाहिँ ह्याड नम्बर 1 तपाईँको इफको सत्तामा आएको छ। नम्बर 2 यो फेरि हेल्पिङ भर्ब रूपमा आएको छ। जस्तो अब यो इफ क्लज चाहिँ कुन टेन्समा छ भन्नको लागि यसरी हेर्ने, सब्जेक्ट प्लस ह्याड प्लस V3। ह्याड हेल्प भन्ने बित्तिकै ह्याड प्लस V3 भन्ने बित्तिकै पास्ट पर्फेक्ट टेन्समा छ। यदि इफ क्लज पास्ट पर्फेक्टमा भए मेन क्लज पर्फेक्ट कन्डिसन भन्ने बित्तिकै वुड ह्याभ हेल्प भइहाल्यो। डडर अस इफ वी रिक्वेस्टेड है, यो लगभग दोहोरीको छ जस्तो लाग्छ है। वी रिक्वेस्टेड, इफ क्लज तपाईँको सिम्पल पास्टमा छ, रिक्वेस्टेड V2 सिम्पल पास्टमा। अब मेन क्लज कन्डिसनल प्लस V1 हुनुपर्छ। कन्डिसन प्लस V1 भन्ने बित्तिकै वुड यु हेल्प ओके है त। यसरी विद्यार्थी भाइ बहिनीहरू हामीले करेक्ट आन्सर चाहिँ सिलेक्सन गर्नुपर्छ। आई थिङ्क द्याट यु गट द पोइन्ट। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। सी यु नेक्स्ट टाइम। बाई एभ्री वान।